फिनी पाक्यो ए खायो चाख्यो फुलहरु रेडी हुँदैछन् हाम्रो तिहारको लागि। हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि आइसकेको छु म नयाँ भिडियो ल्याएर। आजको भिडियोमा चाहिँ सबै रोटी रिलेटेड नै हुनेछ। फिनी रोटी र खुर्मा रोटी बनाउँदैछौँ हामीले आज तिहारको लागि, अनि त्यही नै हो। खुर्माको लागि रेडी हुँदैछ। यसमा चाहिँ चामलको पिठो र गहुँको पिठो मिसाएर अनि त्यसमा घिउ पनि मिसाएर यसरी मोलिराख्नु भएको छ मम्मीले। अनि अब चिनी हाल्दैछौँ हामीले। हाम्रो चाहिँ यहाँ साँटोको लागि रेडी हुँदैछ। फिन रोटीको लागि घिउ र तेल मिक्स गरेर यसरी मजाले फिट्नुपर्छ। मम्मीले फिट्दै हुनुहुन्छ, मैले त जान्दिनँ। अब चाहिँ पिठो हालेर यसरी मिक्स गर्ने। यो मजाले फिट्नुपर्छ मम्मी। छोरी लक्का जवान छोरीहरू भ्याकेन्सी खाली छ है।
बन्दैछ हाम्रो यसलाई चाहिँ यसरी पुर्याउने बनाउन लाग्नु भएको छ। फुलहरू रेडी हुँदैछन् हाम्रो तिहारको लागि। बन्दैछ हाम्रो खुर्मा रेडी हुँदैछ। रमाइलो भइरहेछ। मैले पनि काम गरेको छु है, भिडियो मात्रै बनाएको छैन। खुर्मा पाक्यो, ए फिनी पाक्यो, ए खायो चाख्यो, राम्रो जति ए नराम्रो जति फुटे बरिलाई नेचुरल नराम्रा जति भन्दाखेरि पढालाई भन्नुपर्छ के नराम्रा जति भैलेलाई